नारायणले सोधे, नानी, तिम्रो परिवारमा को छन्? उसको जवाफ आयो, मेरो परिवारका त सबै मरिसके दाई। तर यो भन्ने बेला उसको मुखमा एउटा डरलाग्दो मुस्कान थियो। यो सुनेर नारायणले भने, त्यसो भए तिमी अहिले कहाँ जान लागेकी? उसको जवाफ फेरि अनौठो आयो, मलाई भोक लागेको छ, खानाको खोजीमा निस्केकी हुँ। नारायणले चेक गरेर एउटा चाउचाउको प्याकेट अगाडि सारे। केटी हाँसी र भनी, यो के हो? म यस्तो त खान्न, मेरो खाना अलि अगाडि पाइन्छ। नारायणलाई उसको कुरा अनौठो त लागिरहेको थियो, तर उनले त्यति वास्ता नगरी गाडी कुदाइरहे। केही बेर अगाडि पुगेपछि ऊ एक्कासी कराई, गाडी रोक्नुस्। नारायण आत्तिएर ब्रेक लगाए। उसले भनिन्, दाई, मेरो घर आयो। नारायण झस्किए, यस्तो अकन्टार ठाउँमा घर? उसले औँला देखाई, छेउमै श्मशान घाट थियो। ऊ फेरि डरलाग्दो पाराले हाँसिरहेकी थिइन्। अब चाहिँ नारायण डराए। त्यही बेला उनको आँखा साइड मिररमा गयो। ऐनामा त्यो केटीको छाया नै थिएन। उनले फेरि त्यो केटीको खुट्टा हेरे। उसको खुट्टा उल्टो थियो। अचानक त्यो केटी त्यहाँबाट गायब भई। नारायण हतार हतार गाडी स्टार्ट गर्न थाले, तर जति प्रयास गर्दा पनि गाडी स्टार्ट हुन मानेन। नारायण आत्तिए। त्यही बेला उनको कानमा त्यही केटीको आवाज बिस्तारै आयो, दाई, मलाई छोडेर जानुभयो भने म पछाडि आइरहन्छु, मलाई तपाईँको कलेजो दिनुहुन्छ? त्यही बेला गाडी स्टार्ट भयो। नारायण त्यहाँबाट एकचोटि पनि पछाडि नफर्की सिधा गाडी कुदाए। 4 कोसे झाडी नकटुन्जेलसम्म उनलाई त्यो केटीको हाँसो सुनिरहेको थियो। उनलाई आफूसँग के भयो भन्ने कुरा आजसम्म पनि पत्यार लाग्दैन। आजसम्म पनि 4 कोसे झाडीमा धेरैले सेतो सारी लगाएकी केटी देखेको दावी गरेका छन् र कत्तिले अचानक सेतो सारी लगाएकी आइमाईले बाटो काट्दा एक्सिडेन्ट भएको समेत बताएका छन्। यस्तै डरलाग्दो र रोचक नेपाली कथाहरू सुन्नका लागि नेपाली अध्यारो कथा पेजलाई फलो गर्न नबिर्सनुहोस्।